AI is not a doctor. AI is a yes man. For example, being a patient, मैले AI लाई सोधे है, I'm feeling worried AI since so many days. Is it normal? Me being an AI. Dr. Prerna, your emotion is completely valid. Now what? अब तपाईँ के गर्नुहुन्छ? तपाईँको इमोसनलाई त भ्यालिड भनिदिइसक्यो त एआईले हैन. सो मिसडायग्नोज फ्रम एआई इज भेरी डेन्जरस है. हामी यहाँ तपाईँलाई 10-15 मिनट्समा डायग्नोसिस गरेर ट्रिटमेन्ट यदि गर्दैछौँ भने त्यसको पछाडि 15 वर्षको तपस्या त्याग छ है. सो वी आर लाइसेन्स डक्टर्स. हामी डायग्नोसिसमा जान्छौँ. तपाईँले हामीलाई के सेयर गर्नुहुन्छ भने बाइ को रेगुलेटिङ वी आर calming your mind and treating your disease है. तर एआईले त तपाईलाई yes man जस्तो yes your feelings are valid भन्दै तपाईँ एकछिनलाई त ह्याप्पी हुनु पर्यो. बट what will happen after that? तपाईको भित्रको जुन रोग छ त्यो त बढ्दै गयो नि त हैन. चाहे त्यो ओसिडी होस्, चाहे त्यो एन्जाइटी होस्, चाहे त्यो एडजस्टमेन्ट डिसअर्डर होस्, चाहे त्यो सिजोफ्रेनिया होस्, त्यो सबै बढ्दै कहाँ पुग्छ त. एन्ड देन व्हाट हैन. त्यही भएर चाहिँ I'm not against AI, but in terms of psychiatry, I'm not against AI or robotic surgery or any other thing, right? But in terms of my subject, I can talk about my subject because I'm a psychiatrist, right? AI is not a good thing for diagnosis, right? मैले यो किन भन्दैछु भने मेरो 2-3 जना पेशेन्टले भनिसक्नु भयो. एकजनाको एक्जाम्पल दिन्छु म तपाईलाई है. मैले ट्रिटमेन्ट गरेँ, मेडिकेसन दिए हैन. उहाँले के भन्नुभयो भने म सबै कुरा एआईलाई सेयर गर्छु, यो पनि एकचोटि सेयर गरेर हेरौँ न हैन. अनि आई लाफ्ड है. अनि मैले के भने इट्स योर चोइस है. बट दिस इज द कम्प्लिकेसन एन्ड डायग्नोसिस यही हो. तपाईँले दबाई खानु भएन भने कम्प्लिकेसन चाहिँ यो हुन्छ. माई ड्युटी इज टु मेक यु अन्डरस्ट्यान्ड द्याट आई डेड हैन. फेरि यसपछि आउनुभयो. उहाँले मलाई के भन्नुभयो भने मैले एआईलाई सेयर गरेँ, 1-2 दिन त रिलिफ भए, तर फेरि मलाई यो बढ्दै गइरहेछ हैन. सो एट लास्ट त मैले पनि त डोज बनाउनु पर्यो हैन. फर डक्टर इट्स अल्सो नट गुड हैन. पेशेन्टलाई त राम्रो हुँदै भएन हैन. सो misdiagnosis from AI is not good at all. Please do not believe in AI in terms of diagnosis. Please go to licensed doctor, respective तपाईँको illness अनुसार है. Thank you so much.